कति प्यारी नानी, उहाँ दुवैजना पीडा छन्। बुबा बिचारा घरको जिम्मेवारी पछि सबै अँध्यारो लागेको थियो होला। नानी त झन् सानी, बुबा उठ्ने आश बाहेक नै गर्न सक्थिन् र। आज यसै विषय ल्याएको छु। भिडियोलाई एक लाइक गर्दै अन्तिमसम्म हेर्नुहोला। आमा यो संसार छाडेर जानुभयो। बुबा भने रक्सीको नसामा सडक छेउमै लडिरहेका छन्। सायद सबैबाट हार खाएर पीडा बुलाउनका लागि नसालु पदार्थ खाएका थिए होला। त्यही छेउमा भोकले व्याकुल सानी नानी टुलु टुलु बुवातिर हेर्दै बसेकी छन्। सायद बुबा उठ्नुहुन्छ र गन्तव्यसम्म पुर्याउनुहुन्छ भन्ने आशमा छिन्। दुर्कोट घर बताउने ती नानीको अवस्था देख्दा कसैको पनि मन पग्लिन्छ। बुबा बेहोस चाहिँ लम्पसार परेर सुतेका छन्, तर छोरी भने उनीहरूलाई छाडेर टाढा जान सकेकी छैनन्। भोक, डर र असहायता बीच उनी बारम्बार बुबातिर हेर्दै एउटै आशामा बसेकी छन्। बुबा उठ्नुहुन्छ अनि म घर जान्छु, केही खान पाउँछु भन्ने सोच्दै थिइन् होला। कलिलो बालिकाको अवस्था देख्दा मन कसको काम्दैन होला र। बाटोमा यस्तो अवस्था देखेपछि एक बाटोमा हिँड्ने दाइले मम्मी खै भनेर सोद्धा उनको कापेको सानो आवाजले मुटु नै चिर्छ। मम्मी त गइसक्नु भयो नि, अब हुनुहुन्न। यति भन्दै उनी बेसरी रुन थाल्छिन्। ती सानो आँखाहरूमा संसारको सबैभन्दा गहिरो पीडा छ, भोक छ, डर छ, एक्लोपन छ। बुबा उठ्ने आश छ, तर आमाको माया माग्ने ठाउँ छैन, घरमा कोही छैन भन्छन्। यो सानी नानीको अपराध के हो र? केवल यति कि उनी यस्तो घरमा जन्मिन् जहाँ गरिब छ, अशिक्षा छ, छोरीका लागि एक घाँस खाना छैन। यो दृश्यले मनमा एउटै प्रश्न उठाउँछ। जे जस्तो भए पनि बुबाले ती नानीलाई साथमा लिएर हिँडेका छन्। प्रश्न आउँछ, सन्तान जन्माएपछि उनीहरूको जीवन र भविष्यप्रति जिम्मेवार बन्नु किन यति कठिनाइ भइरहेको छ? तर कल्पना गर्नुहोस् त, आफ्नो सन्तानको माया कसलाई हुन्न र? बाटोमा लडेका बुबाले पनि ती सानी नानीलाई त्यहाँसम्म साथमा ल्याएछन्। दोष ती बुबाको पनि के भन्नु, दोष त नसालु पदार्थको। यी बुबालाई हात जोडेर बिन्ती, आफ्नो सन्तानको आँखामा यस्तो पीडा नदिनुहोस्। आमा भने पनि, बुबा भने पनि, आफन्त भने पनि ती सानी नानीको लागि तपाईँ नै हो र तपाईँको लागि पनि भविष्यको सहारा नानी नै हुन्। तपाईँ नानीको बुबालाई के सल्लाह दिन चाहनुहुन्छ? कृपया कमेन्ट गर्नुहोला।